अन्त दा यो पूजा चाहिँ तपाईँको इच्छै थियो माताजीको? तपाईँको मैले माताजीलाई नै तपाईँको गराउने, माताजीको हातबाट तपाईँको पूजा गराउने त तपाईँको एउटा चाहिँ ठानेको थिएँ म खालि नै, मेरो पुरा परिवारले। र जबसम्म तपाईँको माताजीको आशीर्वाद र माता रानीको आशीर्वाद पाउँदैन तबसम्म त तपाईँको कसैलाई पस्नु दिने पनि तपाईँको कुरा होइन। अब चाहिँ माताजीले पूजा गरिसक्नु भएपछि चाहिँ अब चाहिँ तपाईँको एकदम बस्दा पनि भयो, डुबुल्की गर्दा पनि भयो, स्विमिङ खेल्दा पनि भयो, जे गर्दा पनि भयो, अब चाहिँ ढुक्कै भयो तपाईँको। यहाँनिर पूजा हुँदैछ। नमस्ते। अबको आजको अर्को पार्टको भिडियो कन्टिन्यू गर्दैछु। आज के बार हो? फ्राइडे, 18 तारिक, गुड फ्राइडेको दिन। फेरि हामी पूजा गर्न जाँदैछु माथि सिङ्गताम। हेर्दै गर्नुहोस्, भनिरहनुहोस्। किरण भाइहरू, ए सौरभ, सरी सौरभ भाइले सोनपापडी खाँदैछ। नानी के पापडी हेऱ्यो हो? मात्रै आएछ मन उज्यालो छैन यो मान्छेको मन। आज चाहिँ पूजा यहाँनिर माताजीको पूजा चाहिँ मालिधुरामा है पापा, यहाँ मालिधुरामा हुनुहुन्छ। पापाहरू आइरहनु भएको छ। यहाँ चाहिँ हाम्रो फ्युचरको डक्टरको घरमा छ पूजा आज। हुन आँटेको छ डक्टर यहाँ हाम्रो राहुल भाइ पर्छ होला अहिले आउँछ नि। यहाँनिर छ आज चाहिँ अब रेडी भइसक्यो डक्टरको घरमा पूजा। हेर्दै गर्नुहोस्। यहाँबाट चाहिँ हामी सिधै फेरि यहाँ पूजा आज यहाँनिर तुरेर चाहिँ फेरि माथि होमस्टेमा स्विमिङ पुल ओपनिङ गर्नु पनि बोलाइरहनु भएको छ मान्छेलाई। अब त्यहाँ सिधै हामी यहाँ पूजा सकेर चाहिँ स्विमिङ पुलको लागि पूजा गरेर ओपनिङ गर्नु जानु आँटेको छ। हामी पापाहरू जाने। हेर्दै गर्नुहोस्। लु हाम्रो समय दाउरा बनाउँदैछु। होमको दाउराहरू बनायो, रेडी छ। हाम्रो मोटे आउँदैछु। ओइ मेरो नाम फेरि तपाईँलाई त भ्यू मात्रै हेर्नु मन छ। अब यस्तो दामी जग्गामा छ पनि हो। कस्तो लाग्यो भाइ? खै भन्न कस्तो लाग्यो? फोटो खिचिदिन्थ्यो र त्यतिकै बस्छ। अहिले त्यस्तो त उता बस्दै गरेँ। हाम्रो भाइले चाहिँ लड्डु उठाउँदैछ। नेभर गिभ अप हो। अब पूजा पनि आज यहाँनिर अब सकिसक्यो। अब चाहिँ माथि होमस्टेमा स्विमिङ पुलको इनोग्रेसन गर्न जाने। अङ्कलको घरमा थियो पूजा। हेर्नुहोस् चपाउँदैछ हाम्रो रौलङमा आज पूजा चाहिँ। यो झुक्कै भइरहेको छु, अझै हल्लिँदैछ। आज चाहिँ गुरुजीलाई राइड गराइदिउँ भनेको एकछिन। गुरुजीलाई राइड गराइदिउँ भनेको आज एकछिन। फर्स्ट टाइम है के चाहिँ गाडीमा हौ मैले कुदाएकोमा फर्स्ट टाइम हुन्छ। हुनुहुन्छ ओ सेट। सो अहिले चाहिँ गाडीमा आइपुग्यौँ। म त्यही बाहिर छ। अब गाडी घुमाएर चाहिँ हामी यहाँबाट चाहिँ माथि हाम्रो यगन दादाकोमा गएर चाहिँ होमस्टेको स्विमिङ पुल ओपनिङ गर्नु जाने, पूजा गर्नु, अन्त यहाँबाट चाहिँ घर जाने। सो हेर्दै गर्नुहोस्। अब चाहिँ हामी यहाँ भर्खर यहाँ
अब चाहिँ होमस्टेको होमस्टे अरे स्विमिङ पुलपट्टि जाँदैछ हामी पानी चाहिँ भरेको छ कि भरेको छैन फेरि दार्जिलिङ त्यो पानफुलकोहरू कहाँ छ झोलाबाट ल्याइनस् ल्याएनौ जाऊ झोलाबाट लिएर अब त त्यहीँ उयो छ अनि यहाँ बत्ती पनि बालिदिनु स्विमिङ पुलपट्टिको भन ल गेटहरू पनि लगाएको रहेछ सेफ्टीको लागि होला गेट खोलिदिनु राति त मान्छे आउँछ भनेर चाहिँ चलिदिन्छ क्यामेरा हो फेरि 4K मा चाहिँ अब दामी क्वालिटी हुन्छ तर त्यसले इन्टरनल ज्यादा खाइदिन्छ नि त मान्छेले 4K मा हेर्दैन इच एन्ड एभ्री वानको वाइफाई छैन अन्त बेस्ट चाहिँ अब 1080 मा अब सुट गऱ्यो हो त्यतिमै छोडिदियो स्विमिङ पुल अर्ना चाहिँ चिप्लो पस्लास् नि अलग अलग किन्यो यो रातो दिनु त नजा पुर्का यहाँ केटाहरू पनि आएको छ हाम्रो यहाँनिर पियल भाइ राहुल भाइको पानी चाहिँ कहाँबाट तान्नु भएको त कहाँ भाइ अहिले त पानी नभएर नि खोलाबाट तानेको छु कि र मैला भएर त्यो बलुवासँगै अहिले पानी पर्दाखेरि अस्ति डल्लै भले बस्दैछ ए डल्लै सफा गरेको एक दिन टक्कै लाएर हो गरेको अर्को घर पनि बनाएको छ अरे तर राति त क्यामेरामा आएन ए दादाले पनि अब पानफुल बनाउनु हुँदैछ स्विमिङ पुलको लागि तयार गर्नु हैन एक महिनाको बादको तपाईँको त्यो साइज निस्क्यो भने त फेरि आफूलाई पनि रड्डी फेरि हो म झन्डै तपाईँको अब हप्ता 10 दिन भित्रमा चाहिँ यो सुरु अब उयो गरौँ भन्दैछु हो तपाईँको त्यो स्विमिङ पुल छ अलिक पानी छैन नि कि आउँदा हुन्छ अब 1-2 दिन बाद त अब त्यही हो अब अहिले 1-2 दिनको लागि चाहिँ अब आफ्नो खाना लिएर हो गेस्टलाई मात्रै हो कि त होइन फाल्टुलाई पनि होइन फाल्टुलाई पनि दादाले छोड्छु पानफुल तेल र चामल ल भाइ माचिस पनि हजुर माचिस लाइटर पानी भर्नु न कलसमा गाईले के भन्छ ए पापा यहाँले गौरवले पनि सलितो बनाउँदैछ यहाँ बसेर होइन नभन्नुलाई सरे त मस्त लागि त्यो छ कि त्यो डिउ लाइटको लागि फेरि तपाईँको इसिङ लामो बनाउँछ अनि त त्यसको लागि चाहिँ अर्को मसिन सोझो गर्नुपर्छ लामो कस्तो छ के भन्दाखेरि त्यो कम्प्युटर त्यो घरबाट आएको जुन चाहिँ तपाईँको एसी लाग्ने हुन्छ नि त्यसलाई त्यो कन्भर्ट गरेर डिसी लाग्ने त्यो गाडीको चाहिँ तपाईँको सर्ट सर्किट भयो भने करेन्ट लागिहाल्छ पानफुल रेडी भइसक्यो अब एकछिन पर्खिरहेको छ यहाँ खास दाकोमा हो स्विमिङ पुल चाहिँ दा यो चाहिँ फाल्टुवाला पनि है गेस्ट बाइकहरू जो आउँदा पनि भयो तपाईँ ओपन फर अल तपाईँको एकपल्ट ओपन भएपछि चाहिँ तपाईँको सबैजनाको लागि तपाईँको लोकलहरू छ तपाईँको यहाँनिर तपाईँको रेस्टुरेन्ट्सहरूदेखिको लिएर मेरो किचनहरू पनि बनिँदैछ हो अलिक तपाईँको नयाँ नयाँ खानाहरू तपाईँको अलिकति फ्यान्सी टाइपको उयोहरू पनि राख्दैछु नि त कि त्यसले गर्दा आएर तपाईँको यहाँनिर दिनभरि स्विमिङ खेलेर तपाईँको खानाहरू पनि सबै तपाईँले यहाँ इन्जोय गर्न सक्नुहुन्छ आज त राति भएर त्यो देखाउनु पाएको छैन नेक्स्ट टाइम कहिले हुन्छ दाकोमा देखाइदिन्छु यो चाहिँ लामाटामा है दा लो लामा अप्पर लोड माताजीलाई पनि तपाईँको लोड लामाटा माताजीलाई पनि धेरै धेरै धन्यवाद अन्त दा यो पूजा चाहिँ तपाईँको इच्छै थियो माताजीको तपाईँको मैले माताजीलाई नै तपाईँको गराउने माताजीको हातबाट तपाईँको पूजा गराउने त तपाईँको एउटा चाहिँ ठानेको थिएँ म खालि नै मेरो पुरा परिवारले र जबसम्म तपाईँको माताजीको आशीर्वाद र माता रानीको आशीर्वाद पाउँदैन तबसम्म त तपाईँको कसैलाई पस्नु दिने पनि तपाईँको कुरा आएन अब चाहिँ माताजीले पूजा गरिसक्नु भएपछि चाहिँ अब चाहिँ तपाईँको एकदम बस्दा पनि भयो डुब्लिकी गर्दा पनि भयो स्विमिङ खेल्दा पनि भयो जे गर्दा पनि भयो अब चाहिँ ढुक्कै भयो तपाईँको अब यहाँनिर पूजा हुँदैछ तेल खोइ
सुरु अब चाहिँ यहाँनिर पूजाहरू पनि पाठ पूजाहरू भइसकिसक्यो स्विमिङ पुलको नेक्स्ट टाइम आउँदाखेरि बोतल छोडियो आऊ नेक्स्ट टाइम आउँदाखेरि चाहिँ अब सो यहाँनिर स्विमिङ खेल्नुपर्छ सबलाई जमलाई सेक्टी स्विमिङ तर राति जोडेर चाहिँ रड्डी गरिरहेको छ कि मेरो त के माताजी अब चाहिँ पूजा तुरेर चाहिँ यहाँभित्र बसिरहेको छ हाकोमा होमस्टेमा चाहिँ हामी यहाँ बल्लखानमा आइसकिसक्यो आजको सफर यहाँसम्म सो टिल देन तपाईँहरूलाई गुड नाइट सबैजनालाई अहिले बेलुका भयो भनेर हेर्दै गर्नुहोस् हाम्रो ब्लग हर्न बजाइदिँदा हर्न यहाँ हुनुहुन्छ अब चाहिँ हामी एउटा निस्किनु लागेको